गृहमन्त्रीले काम गर्नुभएको छ कि स्टन्ट काम गर्नुभएको छ, नसोचेको काम। मन्त्रालयको सोफामा सुतेको फोटो सार्वजनिक गर्नु चाहिँ काम हो होइन? त्यो त यस्तो होइन। पाउनुहोस् है, रातो गाडीमा चढेर हिँड्नुभयो एमजी, त्यो गाडी चाहिँ उहाँको चुनावमा गोर्खामा पनि त्यही थियो, किनभने म त्यही जिल्लाको र उहाँको निर्वाचन क्षेत्रमै गएर अन्तर्वार्ता गरेको त्यही गाडी थियो, उहाँ आफै चलाउनुहुन्थ्यो। जब उहाँको गाडीमाथि प्रश्न उठ्यो त्यस पछाडि उहाँले चढ्नुभयो ओमोडा, र म उहाँ बिहिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदा उहाँ झडेको गाडी हेर्दै थिएँ। त्यो अलि अर्कै प्रकारको गाडी थियो, मलाई लाग्छ त्यो मन्त्रालयको गाडी होला। र अझ तपाईँहरू त अङ्ग्रेजीमा नाम राख्ने, नम्बर प्लेट राख्ने कुरोको त विरोधमा हुनुहुन्थ्यो, यहाँ चाहिँ अङ्ग्रेजीमा नाम राखेको थियो होइन? यी सबै चाहिँ स्टन्ट हो कि काम होइन? यस्तो अब यो कुरालाई यो व्यवहारगत र प्रक्रियागत कुरामा चाहिँ फेरि यहाँ मैले कुनै डिफेन्स गर्ने लुकाउनु केही पनि छैन। त्यसको धेरै जवाब गर्नुहोस् न। होइन, त्यसको धेरै जवाब हेर्नुहोस् है। फेरि यस्तो त्यसको धेरै जवाब सुदनले दिनु होला, र मैले जहाँसम्म बुझेँ सुदन होइन, तपाईँको सरकारको गृहमन्त्री चाहिँ सुदनजी हाम्रो एकदम सम्माननीय, एकदम माननीय गृहमन्त्रीको पदमा नजानु कि त मन्त्री नै भइसके पछाडि मन्त्रालयको प्रोटोकल अनुसार मन्त्रालयले दिएको गाडी सुरक्षामा हिँड्ने पद सकिएपछि थपक्क फिर्ता गरिदिएर हिँडे भइगयो त। कति स्ट्यान्डबाजी देखाइरहेको हो गृहमन्त्रीज्यू भनेर एकजना लेख्नुभयो, जसले यो उहाँको गाडी सम्बन्धी न्युज लेख्नुभयो। उहाँले लेख्नु भएको छ, माननीय गृहमन्त्री सुदनले चढेको ओमोडा नि अर्कैको नाममा रहेछ। अब समाचार लेख्ने नलेख्ने, किनभने ठुङ्ना आउँछन् नि त, त्यो लेख्ने क्वेसन गर्न पाइयो, सबै चिज गर्न पाइन्छ। होइन, अरूमाथि प्रश्न उठाउनेले आफू चाहिँ प्रश्न आउने ठाउँ किन बनाउँछ भने? अनि ठिक छ, मैले अघि पनि भएँ नि त, यदि सुधार्नुपर्ने कुरा हामीबाटै, जस्तै अब म सांसदको रूपमा संसदीय अभ्यास पहिलो अभ्यास हो, फेरि म यहाँ सिक्न आउँदै गर्दाखेरि बिगार्नुपर्छ भन्ने पनि छैन। तर कतिवटा कुराहरूमा चाहिँ तपाईँले भने चाहिँ यदि त्यो प्रश्न उठ्छ भने त्यसको जवाब पनि दिनुपर्छ।